हिजो आज धेरै मान्छेले आफ्नो पुरुषार्थ नै अरूको खुट्टा तान्नु, अरूको कमजोरी खोज्नु, अरूलाई गिराउनु, अरूको इज्जतमाथि खेलवाड गर्नुलाई मान्ने गरेको देखिन्छ। आफ्नो जीवनमा सुख शान्ति कहाँबाट आउँछ, जीवन सफल कसरी हुन्छ, आफूभन्दा कमजोर वर्गलाई कसरी सहयोग गर्न सकिन्छ, समाजमा शान्ति कसरी स्थापना गर्न सकिन्छ भन्ने विषयमा कुनै प्रकारको चिन्तन नभइकन केवल समाजमा लोकप्रियताको लागि हङ्गामा फैलाउनु, आरोप प्रत्यारोप गर्नु यो असामाजिक चरित्र हो। यसले न समाजलाई, न व्यक्तिलाई, न राष्ट्रलाई कसैलाई पनि फाइदा छैन। त्यसमाथि पनि धर्म, संस्कार, संस्कृतिमाथि र कसैको प्रगतिमाथि ईर्ष्या गर्नु, जाइ लाग्नु, खुट्टा तान्नु यो त घोर निन्दनीय कुरा हो, घोर अपराध हो। त्यसैले यसरी आफ्नो वृत्ति छोडेर आफ्नो भविष्य कसरी सुन्दर बनाउन सकिन्छ, कसरी सफल हुन सकिन्छ भन्ने कुरा छोडेर कसैको खुट्टा तान्ने काममा नलाग्नुहोस् कृपया। यसले तपाईको न समाजको कसैको पनि कल्याण गर्दैन।